साथीहरू, अब घरमै बसी अनलाइनबाट नै सजिलैसँग आफ्नो मतदाता परिचय पत्र बनाउन सक्नुहुन्छ। त्यसको लागि राष्ट्रिय परिचय पत्रको आवश्यकता पर्छ। त्यसको लागि जस्ट गुगल क्रोममा जानुहोला, यहाँ सर्च गर्नुहोला applyvr.election.gov.npl जस्ट इन्टर गर्नुहोला। यहाँ इलेक्सन कमिसन अफ नेपाल यहाँ क्लिक गर्नुहोला। यहाँ छ हाम्रो नयाँ दर्ता, यसमा टच गरिदिनु होला। यहाँ हाम्रो नयाँ पेज खुल्छ। राष्ट्रिय परिचय पत्रमा विवरण दर्ता गरेको व्यक्तिले मतदाता परिचय पत्रमा दर्ता गर्नको लागि यहाँ हाम्रो राष्ट्रिय परिचय पत्र नम्बर राख्नुपर्छ। यहाँ हाम्रो जन्ममिति राख्नुपर्छ। यहाँ हाम्रो पहिलो नाम अंग्रेजीमा राख्नुपर्छ। त्यसपछि सही उत्तर हाल्नुहोस्। यहाँ दुईटै जोडेर यहाँ लेख्नुपर्छ। साथीहरू, राष्ट्रिय परिचय पत्र नम्बर, जन्ममिति र पहिलो नाम लेखेपछि सही उत्तर छानेपछि जस्ट यहाँ छ हाम्रो NIN बाट विवरण प्रमाणित गर्नुहोस्। यसमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि यहाँ नयाँ पेज खुल्छ। यसमा हाम्रो हुन्छ थाई ठेगाना। यसमा हुन्छ हाम्रो प्रदेश, जिल्ला, गाउँपालिका, वडा नम्बर, मतदान स्थलको नाम। यसमा जस्ट मतदान केन्द्र छान्नुहोला। यहाँ छ हाम्रो जस्ट अर्कोमा क्लिक गरिदिनु होला। साथीहरू, अब व्यक्तिगत विवरणमा हाम्रो यहाँ जस्ट मोबाइल नम्बर, इमेल ठेगाना राखेर जस्ट अर्कोमा टच गरिदिनु होला। यहाँ हाम्रो नागरिकताको विवरण पेज खुल्छ। यहाँ हाम्रो नागरिकताको किसिम छान्दा हुन्छ। जस्ट यसमा छानेर आफ्नो जुन नागरिकताको किसिम छ त्यो राख्नु होला। मैले यहाँ वंशज राखेँ। हाम्रो थाई बसोबासको ठेगानामा थाई ठेगाना जस्तै यसमा क्लिक गरिदिनु होला र अर्कोमा जस्ट क्लिक गरिदिनु होला। यहाँ हुन्छ हाम्रो अपाङ्गता रहेको भए, यहाँ अपाङ्गता छ भने कुन प्रकारको अपाङ्गता हो त्यसमा क्लिक गरिदिनु होला, टिक लगाइदिनु होला। होइन भने जस्ट अर्कोमा क्लिक गरिदिनु होला। यहाँ हाम्रो अन्य पेज अन्तर्गत यहाँ हुन्छ हाम्रो मातृभाषा, समूह वर्ग, शैक्षिक योग्यता कस्तो हुनुहुन्छ त्यो राख्नु होला। साथीहरू, मातृभाषा, समूह वर्ग र शैक्षिक योग्यता छानेर जस्ट अर्कोमा टच गरिदिनु होला। यहाँ हाम्रो नयाँ पेज खुल्छ, पुनरावलोकन पेज, र सबै विवरण सही छ भने जस्ट दर्ता गर्नुहोस्मा क्लिक गरिदिनु होला। हो साथीहरू, यस तरिकाबाट सजिलैसँग घरमै बसेर अनलाइनबाट नै आफ्नो मतदाता परिचय पत्र बनाउन सक्नुहुन्छ। भिडियो कस्तो लाग्यो कमेन्ट राख्नुहोला। हस्, धन्यवाद।